साथीहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। म यति बेला हुप्सेकोट गाउँपालिका वार्ड नम्बर 2 मोहन डाँडाबाट तपाईहरुलाई यो मोहन डाँडा गाउँ आज पानी परिसकेपछिको अवस्था यो हाम्रो देखाउँदैछु। यहाँबाट उपर मध्यबिन्दु नगरपालिका वार्ड नम्बर 14 छपराजी गाउँ पनि देख्न सक्नुहुन्छ। त्यो टुप्पोमा हैन, त्यहाँ चाहिँ म तपाईहरुलाई 1-2 दिनपछि घाँटु नाच लिएर आउने छु। छपराजीको घाँटु नाच पनि यो वैशाख चण्डी पूर्णिमाको अवसरमा घाँटु नाच आउँछ, म त्यता देखाउने छु। र आज चाहिँ यता पाल्पातिर र हुप्सेकोटको 6 नम्बरतिर हेर्दा यस्तो मिठो भएको छ, मौसम सफा छ। जंगलमा सानो खरा हिँडेको पनि देखिन्छ कि जस्तो गरी एकदमै काइयोले कपाल कोरेर लट्टा फोरे जस्तै छ्याङ्ग आकाश। र यता पनि मौसम पनि एकदमै सफा देख्न सक्नुहुन्छ। आज तपाईहरुलाई चाहिँ यो धेरै पछिको मौसमी अवस्था नवलपुर जिल्ला हुप्सेकोट गाउँपालिका वार्ड नम्बर 2। ल अब चाहिँ यो बारीको मकै ठुलो भएपछि तपाईहरुलाई भिडियो चाहिँ आउँछ है। यति बेला म यस्तो मिठो घाम लागेको छ, उज्यालो भएको छ है।